ल केटा हो, विदेश विदेश भन्छौ नि यही हो विदेश होइन। 2 वर्ष नपुगेसम्म विदेशको जीवन चक्र भनेको बिहान ड्युटी जाऊ, साँझ रुममा आऊ, बिहान ड्युटी जाऊ, आलातुर के आलातुर भन्छन् नि। यो पढ्नेलाई हतार छ, नपढ्नेलाई साउदी कतार छ भन्छ नि। तर साउदी कतार आउनाले हतार नगर केटा हो, हामी जस्तो फसिएला। हाम्रो त यो कमाइ धमाइ छैन, अब काम छैन भनौँ पनि फ्राइडे र सटरडे पनि ओटी गर्नलाई बोलाएकै छ। अनि साँझमा पनि 1-2 घन्टा ओटी चलेकै छ। तर ओटीको पैसा कहिले हो पनि दिन्छ भन्छ, बोलाउँछ। अब हामी चाहिँ 27 सालमा घर 26 सालमा घर फर्किने, ओटीको पैसा 27 सालमा देला जस्तो छ। त्यही भएर यो पढ्नेलाई कतार छ, पढ्नेलाई हतार छ, नपढ्नेलाई साउदी कतार छ भन्ने उस चाहिँ लागु गरेर नआऊ केटा हो। यदि मन सन्तुष्ट हुन्छ भने स्वदेशमै 10-15 हजार कमाऊ, स्वदेशमै रमाऊ ल। यो विदेश विदेश भन्ने चक्करमा चाहिँ नपर। हामी त साउदी कतार त होइन, आउनलाई हतार गरियो, साउदीमा आएर फसियो खुलित्तै, कमाइ समय छैन। यदि 2-3 वर्षमा 2 वर्ष कमाउँछु र घर फर्किन्छु भन्ने सोच्छ भने नआउँदा हुन्छ। होइन भने 6-7 वर्ष कमाउँछु भन्छु भने त आउँदा केही फरक पर्दैन। होइन भने त 2 वर्षको लागि आउँछु भने 1 वर्ष त पक्कै झन्डै ऋण तिर्नलाई नै टाइम लाग्छ होइन। अनि 1 वर्षको कमाइले के गर्नु। त्यही भएर केटा सोच, सक्छौ भने स्वदेशमै कमाऊ, स्वदेशमै रमाऊ ल। बाई।